कलेजको अध्यक्ष श्री शिवप्रसाद भट्टराईलाई हाम्रो अध्यक्षज्यूबाट सम्मान गरिदिनु हुन म हार्दिक अनुरोध गर्दछु। उपाध्यक्ष हाम्रो प्रसाद आचार्यजीले फुलको छाडिदिनु होला। यसै गरी यसै कलेजका प्रिन्सिपल श्री दिन सरलाई पनि सम्मानित गरिदिनु हुन म हार्दिक अनुरोध गर्दछु। कार्यक्रम सञ्चालिका श्री निशा मगरजीलाई पनि सम्मानित गरिदिनु हुन हाम्रो अध्यक्षज्यू र उपाध्यक्षज्यूलाई हार्दिक अनुरोध गर्दछु। यसै गरी रुद्रप्रसाद पन्तज्यूलाई पनि सम्मान गरिदिनु हुन म हार्दिक अनुरोध गर्दछु। र अब हाम्रो कार्यक्रम सम्मान कार्यक्रम समापन भइसकेको छ र आफ्ना भनाइहरू राखिदिनु हुन आफ्ना सिटहरू यहाँ हाल्नुमूलक उपस्थित दिनु हुन म निशा मगरजीलाई हार्दिक अनुरोध गर्छु। फेरि पनि सम्पूर्णलाई एकदम धेरै धन्यवाद। यस्तो काम कार्यको गर्दै हिँड्दा चाहिँ सम्मान भन्दा चाहिँ एकदम कम पाइन्छ। छिटो ल्याउनु, छिटो सक्नु, छिटो जानु भन्नुहुन्छ नि त। रत्नगर 10 मा कार्यक्रम गर्दा चाहिँ 2टा टोल भयो। 2टा टोल चाहिँ के बगैँचा टोलमा पनि यस्तै रमाइलो भयो। उहाँहरूले एकदम राखेर यसरी लामो समय कार्यक्रम सञ्चालन गरेर एकदम राम्रोसँग भनौँ न, हामीले अहिलेसम्म कम्तीमा नै 80-90 वटा टोलहरूमा चाहिँ गएर कार्यक्रम सञ्चालन गरिसकेका छौँ कि गर्दै गर्दा। तर सम्मान भन्ने चिज चाहिँ छुट्टै महसुस हुन्छ, एकदम धेरै